हेलो गाइज, वेलकम छ मेरो ब्लगमा सबैजनालाई स्वागत छ। कैसे हो आप लोग? हामी जाँदैछौँ गाइज। खानाबाट बिजोक भएको अवस्था। हामी दुईजना साथी लिन आउँदैछ गाइज। हामीलाई चाहिँ हामीहरूको कहाँ हो भन्ने नै थाहा भएन। हाम्रो बहिनीको साथी उति नाच्नुको लागि जोस आउने हो 99 61 61 कुनै खान्छ अनि यहाँ यो चाहिँ 99 खाइसक्छ चुपचाप अबुई हामी खाँदैन भनेको खान्छ तोरे तोरे। मैले पनि खाउने कि जिसक्यो उयोले पनि खाँदैन, मैले पनि खाँदैन। कहिले कहिले खाएको देखेको छ हो। अनि कस्तो लुकी लुकी खान्छ होला नि त मैले कहाँ देख्नु देख्ने गरी खाँदैन, लुकी लुकी खान्छ अझ लुकी खाला नि अरे मिलान फेरि सर्ट हान्छ फेरि लजाइ क्या हो हामी आएको देखेर। आफ्नो गाउँको मान्छे पनि लगाएर कुट्नुपर्छ। अनि त छ्याङ खाऊ खाऊ। यो हाम्रो भाइ हो, हाम्रो गाउँको भाइहरू। ये मेरा बहन है और ये हूँ मैं। उडी छिङ्गु लास्टै यो पुदा विपन हेर न किन नचपेको। कति राम्रो आज मेरो क्यामेरा हेर त तँ चाहिँ कति रातो भइसौ। तिमीलाई थाहा छैन मेरो आज मोबाइल कस्तो राम्रो आएको छ। तिमीहरूको भिडियो एउटा पोस्ट दियो। भ्या परेको होइन भन्न त फन्का सुन्नी त को छ र म ल भन त मलाई भेट्न चाहने को रहेछ। ल ठिक छ ठिक छ। विशेष धन्यवाद व्यक्त गर्दै अब हामी कार्यक्रम हाम्रो अब कार्यक्रम समापन गर्नेछौँ र यसको लागि राष्ट्रसहित तथा शान्ति पाठ र एकीकृत डक्टर हाम्रो आदिवासी जाग पखेला ओइ कसको। हेलो हेलो म बोल्दैछु यामा म लजाउँदिनँ। इन्टरभ्यू लिन लगाएको हो ल ल ल आजको क्या होइन तपाईँलाई कस्तो लाग्दैछ आजको चन्दीमा? अनि चन्दीको अर्थ चाहिँ के हो नि फेरि? सम्झिनु छैन सम्झिनी लिएर आउनु पर्थ्यो नि त सँगै नाच्नुलाई। के आउनु भएको छ सम्झिनी पनि हाम्रो ज्वाइँ साहब। के भयो
कति नेप्टी है यो म जस्तै छ भरे पनि एउटा बिस्कुट भए पनि हेलो बोल्नु भन त होइन एउटा रोटी भए पनि ल्याइदिनु एउटा बच्चालाई भए बच्चाको लागि खानेकुरा लिन आएको सुँगुरको मासु रे पर्केला हो पर्केरा हो कि पर्केला गर्मी छ गाइस धेरै सुँगुरको मासु गाइस अब हामी डान्समा प्रवेश चाहिँ नाच्न छिन्नेर हिम्मतै गरेन यिनीहरूले अनि केटा र केटी सब मिक्समा जान्छ निस्क्यो यार सारंगी ये हमारा बचपन का दोस्त है और ये इनका शादी हो गया और एक बच्चा भी है लेकिन मेरा तो अभी तक एक बॉयफ्रेंड भी नहीं है यार क्या बच्चा छ यो मेरा बाल्यकाल अझै पनि छ के अनि तर मेरो साथीको त बच्चा नि भइसक्यो भने त्यो त डाइलो मेरा बचपन अभी तक गया ही नहीं ये मेरा दोस्त हस्बैंड भी आ गया हस्बैंड भी आ गया और बच्चे भी है यार हाँ हमारा बचपन क्यामेरा के भयो यसको आमा कति राम्रो आएको कस्तो राम्रो आएको कसले आइफोन भन्दै थियो त मलाई त आइफोन जस्तै लाग्यो नलगा मास्क हरायो यसको रातो हरायो है हेर्नु त पक्ली ए समझ गई पक्ली अनि मान्छे भएपछि चिन्नु परेन भनेर के डायलग दिनु हामी अघि डान्स गर्न गएको थियौँ कि अनि कस्तो राम्रो राम्रो केटाकेटीहरू रहेछन् कि अनि तिनीहरूलाई देखेर बेहोस हुन्छ क्या भनेर हामी नगएको डान्स गर्दा फर्केर यहाँ क्यामेरा रहेन क्या है देखिनँ मैले त खै भिडियो चाहिँ राम्रो आयो फोटो चाहिँ थाहा भएन यसको लु बस अब हेलो हेलो दिपु डार्लिङ कम हियर आ जाऊ हेलो गाइस वेलकम टु रेलुकाको भ्लग एन्ड म आज साकेलामा आएको घामले डढेर हो कि गर्मीले रातो पिरो भएको तर गोरो देखाउँदैन मैले टिकै लाउनु बिर्सेछु भइरहेको आज त
कालो छ यो संसारले कसै छैन कालो यो दुनियाँमा हामी जस्तो कालो कोही छैन भन्न खोजेको के भयो एउटा गीत चलिरहेको नि सुँगुरको मासुले पर्खेर हो के पर्यो अर्को त्यसपछि के खानु भयो चावल एउटा यो भ्लगमा जति राम्रो छैन यार हामी खतरा देखायो आज त्यहाँ कस्तो राम्रो राम्रो केटी रहेछ यार कस्तो राम्रो राम्रो केटी केटाहरू छन् के कस्तो राम्रो यार म मात्र छु यो पनि राम्रै छ नि नक्कल पार्यो म मात्र छु नराम्रो यार के गर्नु होला ढाँट्यो यसले सबसेमा राम्रो सरी ब्रो तर केही छैन सबै राम्रै हो कोही नराम्रो छैन सबै राम्रै के सबै आफ्नो ठाउँमा राम्रो तर कोहीलाई त यति टाइम मिलाएर गरिदिएको हुन्छ नि मतलब बनाएको हुन्छ कस्तो राम्रो हुन्छ क्या सबै मिलेको चट्ट जिउ डाल हाइटदेखि लगेर आँखा मुख नाक सबै अनि स्किन पनि के कति राम्रो हुन्छ हामी त त्यही माथि डल्ली यहाँ फेरि सबै डल्ली छ यो पनि डल्ली पनि डल्ली अनि यो अलिकति लामो अनि उता अलि लामो उता धेरै लामो बाहुबली सबैभन्दा डल्ली थिइन् म ठिकै बिहे थिइन् मेरै हो फेरि बिहे भइसकेको मेरो पनि दाह्रो छ यार तिमीहरूले लिपस्टिक लगाइस् कि मेरो त छैन त मैले लगायो लिपस्टिक लगाएको मैले लिपस्टिक लगाएको छु धेरै मेनी लिपस्टिक लगाइदिउँ नि त हेर न मेरो कपालले म पनि लिपस्टिक लगाउँछु हो भिडियो कति राम्रो आयो भन्ने खिचेको त लाग्यो भिडियो गरेर चाहिँ लवर्स टक्यो यहाँ चाहिँ छाती भन्दा चाहिँ उता के अरे
टुडी खेलमै रमाइलो हुँदो रहेछ भाइसाब हिँड्ने रे अब यति छिटो किन हिँड्ने हामी कहाँ जाने रे हामी डान्स गर्न आयो फेरि हम लोग डांस कर करके सोरे सुके क्या होगा है बड़ी ये चॉकलेट ये लटका लड़की को देखो जरा नक्काले रहेछ यो केटा नक्काले रहेछ यो केटा
हजुर हजुर अनि के म त गीतै आउँदैन न आऊ हजुर पछि पछि सोही सोइला सोही सोइला सुन्न केटीहरू तिमीहरू लड्यो भने म एउटा गीत गाइदिन्छु भैँसी लड्यौ है माया बिर्बाद हेर नसहे ए के अरे गीत नि हौ कस्तो राम्रो देखेको यार यहाँबाट सिङ्गुदुल बाई बाई है हामी गयो त्यो घटाउँछ क्या दाइ घटाउँछ इन्डियामा बरा रिजोक गाइस अब हामी हिँड्न आँट्यौँ तपाईँ झ्याप नै भएको छैन देखाएको छैन देखाएको जस्तो मात्र गरे गर्नु न गर्नु ल ल तर मलाई सेयर गर्नु कस्तो सब्सक्राइब गरेर आउँछु म ल मलाई सब्सक्राइब गरिदिनु त्यसको त्यो बनाउनु न मलाई मेरोमा कति कति के छ तपाईँको युट्युबमा होइन कति फलोवर्स छ क्या छैन नि यो बिचरा म कत्रो युट्युबमा 3-4 जना छन् हामी पठाउ कुर्दै गइछ अब म कोरिया त कहिले हो कहिले अनि म त अनि खोइ कहिले यो वर्ष त हुँदैन तपाईँले फर्म भर्नुभयो यसपालि फर्म भर्नुभयो धन्यवाद त्यसो भए खोइ कसम दिने पछि हेर्छु तर नाम चिने भनेर मात्रै के कन्टेन्ट नै हुँदैन त्यसले वही नचिने होला नि त बाटो म गएको ल भाइ गएको हजुर होइन म हिँडेको ल गएको है सम्धी भाइ ल ल ल ल म अब पठाउमा गएँ अनि यो चाहिँ मेरो पठाउ होला तपाईँ हो म यो म पठाउँछु अब म रुम हिँडेको गाई आइज आइज सो हामी आइसक्यौँ गाइज होइन पठाउबाट भर्खर झरेको ठिकै छ रमाइलो भयो अनि यस्तै छ अरू त के भन्नु आज मेरो लागि होइन आज मेरो लागि रमाइलो भयो अब भोलि इक्जाममा चाहिँ यसको चाहिँ इक्जाम छ नपढी हिँडेको यो चाहिँ हेर्न जाने मन गरेर हो नभए म पनि जाने अनि अब जाउँ न त भनेर गएको अब इक्जाममा भोलि के लेख्छ थाहा छैन जे आयो त्यही लेख्ने होइन अब रातभरि पढ्दै बस्छ होला पढ्छ म जस्तो पढ्छ जस्तो अनि ठिकै छ अनि आजलाई यस्तै हो होइन नेक्स्ट टाइम पनि फेरि आउनु सक्छ होला
फुल वाच गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला लभ यु अल Anytime